तिमी सिट टाइम छ भने कफी खान बस्ने, एकछिन बसेर कुरा गरौँ न। कस्तो छ तिमी? ठिकै छु नि तिमी? तिमी त पुरै टाढा भयो त। अनि के अर्काको बुढा साग टाँसिएर बस्नु त? म त अर्काको उडी नबनी बस्यो थिएँ त। खै त्यो त मलाई के थाहा। मलाई तिम्रो नयाँ नम्बर दिन मिल्छ? नोट गर न त। 283 मलाई तिम्रो खुब याद आउँछ। केटाहरूको जात नै यस्तै त हो। हेर न हाम्रो छोरी कति राम्री देखेकी छ। विदेश गएपछि झन् राम्रो भएछ, खुसी देखिन्छ जे होस्। हेर न हाम्रो छोरी र ज्वाइँ कस्तो राम्रो फोटो खिचेका। अस्ट्रेलिया हो नि, ज्वाइँले राम्रै गरेर राखेको छ। वाह कस्तो राम्रो देखिन्छन्। नेक्स्ट सन्डे भेट्न मिल्छ? खै हेरौँ के हुन्छ। म मेसेज गर्छु है त। हुन्छ, टाइम मिल्यो भने भेटौँ। ल अहिले लागौँ है त। हुन्छ। कति ढिला आउनुभयो? काम थियो, ढिला भयो। घरमा म एक्लै कस्तो बोर लाग्छ। के गरौँ त, काम त गर्नै पर्छ नि। पहिला जस्तो टाइम दिनुहुन्न। सबै कुरा भनेको जस्तो हुँदैन रिमा। ठिकै छ, म खाना लगाउँछु। सेलाइसक्यो झन् तपाईँको मनपर्ने तरकारी पकाएको छु। हुन्छ। हेलो। सुतिस के थियो? छैन, बस यसै। आज भेटेर अलि राम्रो लाग्यो। मलाई पनि। आज धेरै व्यस्त छ जस्तो छ। हजुर अलि काम छ आज। म पनि जब एप्लाई गरौँ भनेर सोच्दैछु। के काम गर्ने? जे काम पाए पनि गर्छु अब। घरमा बस्दा बस्दा बोर भइसक्यो। हुन्छ हेर्न। शिला भोलि भेटौँ है। कता भेट्ने त? मेरो घरमा आउन। तिम्रो घरमा? बुढो र बच्चा त अहिले नेपाल गएका छन्, छुट्टीमा छन्। आज दिन छिटो बिते हुन्थ्यो। भोलिको कुरा कसरी जाने होला? आज बुढीलाई घुमाउन लैजानु पर्छ। भोलि काम छ भनेर सजिलै निस्किन पाइन्छ। रिमा आज घुम्न जाऊ न। अचानक? त्यतिकै धेरै दिन भयो सँगै राम्ररी निस्केको पनि। हिजो मात्रै त समय छैन भन्नुभएको थियो। आज अलि फुर्सद छ, सोचेँ तिमीलाई बाहिर लैजाउँ भनेर। हेर न यहाँ कति रमाइलो छ, के खाने? जे भए पनि हुन्छ। पहिला जस्तो होइन। हजुर। आज त राम्रो भयो नि। हजुर। अलि नजिक आउन। हस्। तपाईँ त के हो के कुरी बुझ्नै गाह्रो छ। आज पनि म अफिस जानु छ नि। हो र? आज अलि धेरै काम छ, ढिला हुन सक्छ होला। ठिकै छ। हेलो। म नजिकै पुगेँ। के ल्याउनु पर्छ कि बियर लिएर आऊँ? ल्याउ न, ठिकै हुन्छ। Time to grab some beer. These will do. Here you go. Thanks, see ya.
आयो हो कोही छैन नि छैन छुट्टीमा गएका छन् जे काम पाए पनि सुरु गर्नुपर्छ घरमै बसेर सोचिरहँदा केही हुँदैन सायद काम पाएपछि मन पनि अलि हल्का हुन्छ मलाई त तिमी भित्र हराउन मन लागिरहेछ यति समय तिमीलाई मेरो याद आएन है अहिले नाटक हेर्न आयो नि याद त तर के गर्नु मान्नु मान्छेको बाध्य त बुझ्न त्यही त है यो केटाहरू जता पनि ठिक्क आई लभ यु आई लभ यु टु किन फोन लागेन उहाँ कहाँ हुनुहुन्छ यति राति पहिला त यस्तो हुँदैन थियो यस्तो पनि आउँछ तिमीलाई मलाई त अरू के कुरा आउँछ नि हेर्छौ अनि यो गर्न किन उठाउनुहुन्न फोन कहाँ हुनुहुन्छ कहाँ हुनुहुन्थ्यो यति बेलासम्म काम थियो ढिला भयो काम थियो तर फोन किन अफ गरेको त झुट बोल्नु पर्दैन फोन किन उठाउनु भएन कसो हुनुहुन्थ्यो तिमी धेरै सोच्दैछौ म पागल होइन तपाईँ बदलिनु भयो अब पनि झुट बोल्नुहुन्छ कि साँचो भन्नुहुन्छ मैले भने नि अफिसको काम थियो यति राति फोन पनि उठाउन नसक्ने काम तिमी हरेक कुरा ओभरथिङ्क गर्छौ ठिकै छ म पनि केही सोध्दिन खाना सानो पकाएको छैन आफूले त खाएरै आएको होला नि तिमीलाई झोल मोमो ल्याइदिएको छु खान्न मोमो सोमो आफै खानु रिमा मलाई भोक छैन अब अभिनय देखाउनु पर्दैन गुड नाइट अब अभिनय देखाउनु पर्दैन म सुत्छु गुड नाइट आज पनि छिटो जानुहुन्छ हो काम छ सायद म नै धेरै सोच्दैछु कि हरेक कुरा गलत त हुँदैन होला उहाँ त काममा व्यस्त हुनुहुन्छ होला केएफसीमा जब इन्टरभ्यू सेलेक्ट भएको छ साँच्ची के अब म पनि केही गर्न सक्छु हेलो बुढा म केएफसीमा काम पाएँ आजबाट ट्रेनिङ सुरु हुन्छ ओहो हो र कङ्ग्रेचुलेसन हाई यु मस्ट बी द न्यू स्टाफ हाई हाउ आर यु Good. Welcome to RFC. Come, I'll show you everything. Rima, this is your uniform. Go change, then I'll show you your duties. ओके थ्याङ्क यू Start with cleaning tables, keep everything neat. Hygiene is very important here. शीला आज अलि बिजी थिए हेरौँ न छिट्टै भेटौँला रिमा काम कस्तो भयो आज ठिकै भयो बिस्तारै सिक्दैछु गुड बिस्तारै सबै आउँछ पहिले त यति माया देखाउने मान्छे अहिले त मतलब नै छैन जस्तो के भयो यस्तो Rima, you're doing much better now. थ्याङ्क यू You can take a short break. You've been working continuously. कमसे कम यहाँ त कसैले ध्यान दिन्छ कति समयसम्म यस्तो लुकी लुकी भेट्ने हो हामी मेरो बुढाले देख्यो भने झन् के होला त्यस्तो हुँदैन केयरफुल हुनुपर्छ बस Rima, I can drop you home again today. अरे नो आई क्यान म्यानेज It's okay, it's late. Come. रिमा तुम यहाँ कितने टाइम से हो
ज़्यादा टाइम नहीं, रिसेंटली स्टार्ट किया है। अच्छा, और तुम्हें ये जॉब कैसा लग रहा है? अब ठीक लग रहा है, पहले थोड़ा टफ था। कॉफी पसंद है? आज चलें कॉफी पे? आज थोड़ा लेट हो गया है। मे बी नेक्स्ट डे, आज थोड़ा थक गई हूँ। Sure, whenever you're comfortable. आज अलि ढिला भयो। मेरो छिमेकी साथीले भन्दै थियो तिमीलाई त दिनको एउटा पन्जाबीले ड्रप गर्न आउँछ अरे त। ऊ मेरो म्यानेजर हो, उसको बाटो यही पर्ने भएर ड्रप गरिदिएको हो। म्यानेजरले कसरी ड्रप गर्छ हो आफ्नै वर्करलाई? किन, बाटो मिल्यो भने ड्रप गर्न सक्दैन? सधैँ त मिल्दैन होला नि बाटो। सधैँ होइन, कहिलेकाहीँ हो। मलाई यो शङ्का गरेको मन पर्दैन। बोल्दैमा हाँस्दैमा नराम्रो हुने हो र? मैले त्यस्तो भन्न खोजेको होइन। मैले शङ्का गरेको होइन, तर कुरा नै त्यस्तो छ। कस्तो कुरा? के त्यस्तो देख्नुभयो? हरेक दिन ढिला आउने, कसैले ड्रप गर्ने नर्मल लाग्छ तिमीलाई? म काम गरेर आइरहेकी छु, त्यो गलत हो? काम त बहाना पनि हुन सक्छ। बहाना? मैले झुट बोलेँ तिमीलाई? त्यो मान्छेले किन हरपल तिमीले नै किन डर गर्यो त? किनभने सबै मान्छे तिम्रो जस्तो घटिया सोचाउँदैन। कति दिन आखिर, कति दिन। चिया बनाउँछु? रिमा, कम से कम के त बोल्थ्यौ प्लिज। रिमासँग ठिक गर्ने कि यस्तै छोड्ने? दुईतिर तानिएको जस्तो भयो। हेलो शिला, आज भेट्न आउँछु, तर आज अलि चाँडै घर जानुपर्छ। दुवैसँग सन्तुलन सम्भव छ त? आयो? अति थाके, के भयो? सबै जटिल हुँदैछ, बुढी रिसाएर हैरान छ। रिमा, गोइङ होम? आज कॉफी पे चले? श्योर इफ यूर ओके। हाँ, थोड़ा चेंज चाहिए था। रीमा, तुम यूजुअली इतनी क्वाइट नहीं लगती, आज कुछ अलग है। बस थोड़ा लाइफ कॉम्प्लिकेटेड चल रहा है। होता है, सबके साथ होता है। इफ यू हैव एनी टॉक, I'm there. कुरा सुन्ने मान्छे कति राम्रो हुन्छ, तर सबै कुरा भन्न मिल्छ र? आज चाँडै आयो? किन केही नबोलेको? कहिलेसम्म नबोली बस्छौ? हेलो रिमा, के छ? के गर्दैछौ? हेलो आमा, खाना बनाउँदैछु। तपाईँहरू कस्तो हुनुहुन्छ? हामी ठिकै छौँ, तिमी आफ्नो ख्याल राखिरहेकी छौ नि? सब ठिकै छ यहाँ। यति नजिक भएर पनि कति टाढा भइसक्यो। के बिग्रियो यति धेरै? अब फर्किन सक्छ कि सक्दैन? हेलो आमा। हाम्रो छिमेकी आन्टी तसँग कुरा गर्न रे। तेरो अनुहार हेर्न मन लाग्यो रे। एकछिन भिडियो कल गर भन्छन्। आमा, म त अफिस जाने बेला भयो, बरु बेलुका कुरा गरौँला, हुन्छ? रूपा, तिम्रो छोरी त साह्रै भाग्यमानी है। दिदी, यो सबै तपाईले गर्दा हो नि। बेलुका कुरा गरौँला है दिदी। पिक यू अप? अब त कन्फर्म जस्तै भयो। मलाई नै बेवकुफ बनाइरहेकी छ। यो के हो? किन यसो तिमीले यति धेरै फलो गरिरहेको छ? तिमी के कुरा गर्दैछौ?